सम्पूर्णमा स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज मैले बिबिएस सेकेन्ड इयर फाइनेन्सियल म्यानेजमेन्टदेखि च्याप्टर 4 4.14 च्याप्टर 4 को 4.14 च्याप्टरको नाम रहेको छ हाम्रो जोखिम र प्रतिफलका आधारभूत सिद्धान्त रिस्क एन्ड रिटर्न भन्ने च्याप्टरदेखि 4.14 पेज नम्बर रहेको छ 217 देखि मैले एक्सपेक्टेड रिटर्न कोभेरिएन्स एन्ड कोरिलेसन भन्ने सल्भ गर्न गएको छु। 4.14 प्रोब्लम नम्बर यसमा हामीले प्रोबेबिलिटी दिएको छ अनि स्टक ए र स्टक बी को हाम्रो रिटर्न प्रतिफल दिएको छ। यसमा यस केसमा अब यसको सोलुसनतिर जाउँ। सोलुसन जस्ट स्टार्ट। सर्वप्रथम हामीले क्यालकुलेसन टेबल फर एक्सपेक्टेड रिटर्न एन्ड स्टक डेभिएसन इज भनेर गर्ने अनि स्टक ए र स्टक बी को लागि हामीले ए नम्बरमा भनेको छ हामीले क्यालकुलेट एक्सपेक्टेड रिटर्न एन्ड स्टक डेभिएसन फर स्टक ए को पहिला हामीले एक्सपेक्टेड रिटर्न र स्टक डेभिएसन मिलाएको अनि फेरि बीमा क्यालकुलेट एक्सपेक्टेड रिटर्न एन्ड स्टक डेभिएसन फर स्टक बी भनेको छ हामीलाई। अब यसको हामीले अलग अलग बनाएर देखाउनु भइहाल्यो। अब दुईटैलाई एउटैमा देखाएर चाहिँ भइहाल्यो। अब स्टक ए अनि स्टक बी भनेर मैले यसरी लेखेको छु। अब यसको हाम्रो फर्मेट पहिला प्रोबेबिलिटी गर्ने अनि त्यसपछि आरए गर्ने हामी रिटर्न ए को लागि अनि रिटर्न स्टक बी भनेर रिटर्न बी को लागि भने अनि स्टक ए को लागि रिटर्न एलाई पीले गुणन गरेर मल्टिप्लाई गरेर यहाँ लेखेँ अनि रिटर्न ए माइनस एक्सपेक्टेड रिटर्न ए त्यसपछि फेरि ब्र्याकेट सुरु गरेर कोटामा रिटर्न ए माइनस एक्सपेक्टेड रिटर्न ए का होल स्क्वायर गर्ने अनि इन्टु पी गर्ने अनि रिटर्न स्टक बी को लागि पनि अब हामीले सङ्केत गर्ने यसको ए भनेको रिटर्न ए रिटर्न भइहाल्यो अनि रिटर्न को लागि आर भइहाल्यो अनि बी को लागि हाम्रो बी भइहाल्यो रिटर्न स्टक ए को लागि ए अनि रिटर्न बी इन्टु पी गरेर हाम्रो त्यो आउँछ अनि रिटर्न बी माइनस एक्सपेक्टेड रिटर्न बी सेम हो। यसको फर्मुला भनेको सेम हो। ए को ठाउँमा बी मात्र राख्ने अरू जस्तोको जस्तै। पछि हाम्रो प्रोबेबिलिटी हाम्रो जस्तो यस्तै साह्रो प्रोबेबिलिटी 0.1 0.2 0.4 0.2 0.1 पहिलेदेखि हाम्रो प्रोबेबिलिटी 1 हुन्छ जोड्दाखेरि जस्ट 0 1 2 4 2 1 गर्दाखेरि हाम्रो 1 नै आउँछ। 2 3 4 7 3 10 बराबर गरिदिनु 100% लिने हाम्रो प्रोबेबिलिटी। त्यसपछि रिटर्न ए को लागि भन्छ हाम्रो -5% 5 -5 5 10 12 25 अनि अब हाम्रो बी को भने बी को लागि हाम्रो दिएको छ बी को लागि -10% साइनहरू जस्तो त्यस्तै राख्नु 0 15 17 हाम्रो पर्सेन्टमा छ। अब दोस्रो केसमा हामीले के गर्ने भन्दाखेरि अब हामीले प्रोबेबिलिटी दिएको छ अनि रिटर्न ए को लागि दिएको छ हाम्रो। अब यसको हाम्रो सूत्र छ रिटर्न ए इन्टु पी भनेको छ हाम्रो। यो गर्दाखेरि यसलाई मल्टिप्लाई गर्ने हामीले 0.1 इन्टु माइनस 0.55 त्यसपछि 0.2 इन्टु 5 1 0.4 इन्टु 10 4 0.2 इन्टु 12 2.40 त्यसपछि 0.1 इन्टु 25 2.50 अब यो जोडेर यहाँ लेख्ने 2.4 प्लस माइनस 0.55 यहाँ हाम्रो 9.35 यहाँनिर 0.50 हुन्छ 0.55 आउँछ। यसको अब हामीलाई यसको टोटल गरेर हाम्रो एक्सपेक्टेड हाम्रो यहाँ आउँछ अब सिग्मा आरए भन्ने आउँछ हाम्रो सिग्मा आरए। अब यस जम्मालाई जोड्ने टोटल गर्ने 2.5 प्लस 2.4 प्लस 4 प्लस 1 माइनस 0.5 यो आयो हाम्रो 9.4
9.4 भयो। त्यसपछि अब दोस्रो केसमा के छ भन्दाखेरि रिटर्न आरए माइनस एक्सपेक्टेड रिटर्न आरए भनेको। त्यसपछि अब यसको लागि के गर्ने भन्दाखेरि हाम्रो आरए भनेको -5 छ अनि हाम्रो एक्सपेक्टेड रिटर्न आरए भनेको 9.4 छ। यहाँ हाम्रो 9.4 अनि रिटर्न आरए भनेको 5%। अब यसको लागि -5 जस्ताको त्यस्तै हाल्ने। त्यसपछि माइनस ए भनेको चाहिँ हाम्रो माइनस एक्सपेक्टेड रिटर्न ए भनेको यो एक्सपेक्टेड रिटर्न आरए 9.4 गर्दाखेरि -14.40। त्यस्तै 5 माइनस 9.4 -4.40 10 माइनस 9.4 0.6 12 minus 9.4 2.60 25 minus 9.4 15.60। अब दोस्रो केसमा हाम्रो जस्तो सेम केस हो तर त्यसको होल स्क्वायर गर्ने अनि इन्टु पी गर्ने। अब -14.40 को स्क्वायर भन्दाखेरि हाम्रो 207.3 छ इन्टु 0.1 गर्ने 0.1। अब माइनस साइन स्क्वायर गर्दाखेरि हाम्रो प्लस साइन आयो 20.74। त्यसपछि दोस्रो केसमा के छ हाम्रो 4.4 माइनस 4.40 हाल्ने त्यसको स्क्वायर गर्ने इन्टु 0.2 3.87। त्यसपछि दोस्रो केसमा सेभेन छ 0.6 को स्क्वायर इन्टु 0.4 0.14। त्यसपछि 2.60 स्क्वायर इन्टु 0.2 1.35 15.6 को स्क्वायर इन्टु 0.1 24.34। यसलाई पनि जोडेर हाम्रो तो राख्ने 1.35 0.14 3.87 23.74 हाम्रो 15.44। अब त्यस्तै सेम यसको बीको पनि गरिदिने। अब हाम्रो आरबी इन्टु पी गर्दाखेरि 4 गर्ने हामीले मल्टिप्लाई गर्ने -10 इन्टु 0.1 10 इन्टु 0.1 यसको 1 आइहाल्छ। साइन चाहिँ जे छ त्यही राख्ने। अब 0.2 इन्टु 0 गर्दाखेरि 0 आइहाल्यो। त्यसपछि 0.4 इन्टु 15 6 0.2 इन्टु 70 3.4 0.1 इन्टु 30 गर्दाखेरि 3 आउँला 3 जोडेर राख्ने 3.4 6 माइनस 1 यसका कति 11.40 11.4% अब त्यसै गरी सेम केसमा अब सेकेन्डमा पनि गर्ने। अब आरबी माइनस एक्सपेक्टेड आरबी। अब आरबी भनेको हाम्रो -10 छ -10 छ एक्सपेक्टेड आरबी भनेको हाम्रो 11.4 छ। अब -10बाट 11.4 गर्दाखेरि 20 माइनस 21.4 -10 गर्ने अनि -11.4 गर्ने 21.4 आयो। त्यसपछि अब यहाँ 0 छ। त्यसै गरी अब सबको 10 पनि अब 0 माइनस 11.4 गर्दाखेरि -11.4 आयो। त्यसरी 15बाट 11 घटाउँदा 17बाट 11 घटाउँदा 30बाट 11 घटाएर आउँछ हाम्रो पी। अब यसको पनि -21.4 को स्क्वायर गर्ने इन्टु पी गर्ने -21.4 स्क्वायर इन्टु 0.1 35.80 11.4 को स्क्वायर इन्टु अब हामीले साइन इन्टु गर्दाखेरि साइन चेन्ज हुन्छ स्क्वायर गर्दाखेरि 25.99। त्यसै गरी अरू पनि
अब 11.4 को स्क्वायर इन्टु पी गर्दाखेरि अनि 3.6 को स्क्वायर गर्ने अनि 0.4 गर्ने 5.6 0 को स्क्वायर गर्ने अनि 0.2 गर्ने 18.6 को स्क्वायर गर्ने अनि 0.1 गर्ने अनि जति आउँछ त्यसलाई टोटल गरेर 170.84 आयो। अब आउँछ हाम्रो यसलाई एज कलेक्सन यहाँनिर कलेक्सन गर्ने हाम्रो एक्सपेक्टेड आरए भनेको 9.4% आएको छ अनि हाम्रो यो भनेको एक्सपेक्टेड बीको चाहिँ हाम्रो 11.4 आएको छ। अब त्यसपछि हामीलाई स्ट्यान्डर्ड डेभिएसन पनि भनेको छ हाम्रो जस्तै फर्स्ट इयरमा हाम्रो म्याथमेटिक्समा स्ट्याटिक्समा पढ्दा जस्तै एक्सपेक्टेड रिटर्न भनेको हाम्रो मध्य जस्तै हो र अनि स्ट्यान्डर्ड डेभिएसन भनेको हाम्रो त्यहाँ पनि स्ट्यान्डर्ड डेभिएसनै हुन्थ्यो रोडवाला स्ट्यान्डर्ड डेभिएसन सेम त्यस्तै केस हो त्यही सम्झेर बनाउने कि सेम केही फरक छैन त्यस्तो र यसमा। अब हाम्रो यसको सूत्र छ अब जस्तो हाम्रो सूत्र यहाँ अगाडि नै हामीले राखिसकेका छौँ त्यस्तै अन्डरको मात्र हाल्ने रिटर्न आरए माइनस रिटर्न आरए माइनस एक्सपेक्टेड आरएका होल स्क्वायर इन्टु पीलाई हामीले अन्डर रुट भित्र हाल्ने अन्डर रुट जति आएको छ हाम्रो यो 50.44 आएको छ नि यसलाई अब यहाँ 50.44 राखिदिने। अब यसलाई अन्डर रुटमा 50.44 गर्दाखेरि आयो हाम्रो 7.10 हाम्रो यो भनेको कम सिग्मा ए आयो स्ट्यान्डर्ड डेभिएसन ए आयो यसको ईको। अब बीको पनि हाम्रो सेम जस्तै हाम्रो यो फर्मुला यो हामीले राखेका छौँ हाम्रो आरबी माइनस एक्सपेक्टेड आरबीको स्क्वायर इन्टु पी राख्ने त्यसलाई हो जस्तो त्यसै यहाँ राख्ने अन्डर भित्र राख्ने अनि 117.84 यसलाई अन्डर भित्र हाल्ने 117.84 यहाँ यो 10.86% आयो। त्यसपछि हामीलाई सी नम्बरमा के सोधेको छ भनेर ए र बीको हाम्रो एन्सर त आइसक्यो। ए र बीको 9.4 र 7.10 अनि 11.4 र 10.86% आइसक्यो। अब सीमा भनेको छ क्यालकुलेट द कोएफिसिएन्ट अफ भेरिएसन फर स्टक ए एन्ड स्टक बी हाम्रो अब हामीलाई भेरिएसन निकाल्यो भने सिबी निकाल्यो भने सिबी जस्तो फर्स्टमा हामीले सिबी निकाल्छ सिबी भनेको हाम्रो कम्बाइन्ड स्ट्यान्डर्ड डेभिएसन भएका स्ट्यान्डर्ड डेभिएसन बाई 100 इन्टु 100 गर्छ सेम त्यस्तै अब यसमा हाम्रो यो पर्सेन्ट भनेको यहाँ पर्सेन्ट मात्र हुँदैन सेम अब जस्तै स्ट्यान्डर्ड डेभिएसन बाई एक्सपेक्टेड आरए गर्ने यहाँ पनि। अब यसको के छ भने 7.10 र 9.4 अब बीको पनि राख्ने बीको कति आएको छ भन्दाखेरिमा 10.86%मा छ यो पर्सेन्टमा 11.4% 10.8 11.4 यो आयो हाम्रो 0.95 7.10 त्यस्तै हो सिबी भनेको सेम म्याथका जस्तै 0.76 आयो अब हाम्रो भनेको यो आरएसमा त्यसपछि हामीलाई is it possible that most investors might regard stock A as being less risky than stock B explain भनेको हाम्रो को रिस्कली छ ए भन्दा बी रिस्कली किन छ त्यो कारणले हामीलाई एक्सप्लेन गर भनेको चाहिँ थोरै ल्याङ्ग्वेज राख्नु पर्ने त्यसलाई मैले अहिले छोडिदिएँ। त्यसपछि हाम्रो ई नम्बरमा जाउँ वाट आर द कोभेरिएसन एन्ड कोअर्डिनेसन कोएफिसिएन्ट बिट्विन रिटर्न अन स्टक ए एन्ड स्टक बी भनेको छ अब हाम्रो यसमा। अब यसको लागि फर्मेट यसको लागि फर्मेट तयार पार्न भन्नुहुन्छ मैले फर्मेट बनाइदिएको छु यसको हामीलाई निकाल भनेको छ कोभेरिएसन र कोरिलेसन निकाल भनेको छ। अब यसको लागि हाम्रो फर्मुला भनेको यसको फर्मेटतिर जाउँ पहिला हामीले पी राख्ने त्यसपछि आरए माइनस एक्सपेक्टेड आरए गरेर राख्ने त्यसपछि आरबी माइनस एक्सपेक्टेड आरबी गर्ने अनि यस तिनवटालाई मल्टिप्लाई गरिदिने पी इन्टु आरए माइनस एक्सपेक्टेड आरए इन्टु आरबी माइनस एक्सपेक्टेड आरबी गर्ने। अब जस्तै हामीले यो माथिको लिएर सार्ने मात्र हो नत्र भने हामी यहाँनिर यो लाइन नउठाउँदा नि भइहाल्छ जस्तै हाम्रो के थियो भन्दाखेरि 0.5 माइनस 9.4 को स्क्वायर इन्टु पी गर्दाखेरि नै यो हाम्रो सिधै यो मात्र आउँथ्यो यसलाई नगर्दा अब यो यहाँ काम लाग्छ त्यही भएर जस्तै आरए माइनस एक्सपेक्टेड आरए भनेको छैन यसलाई जस्तोको त्यस्तै सार्ने यता हाम्रो कति थियो भन्दाखेरिमा माइनस 14.40 माइनस 4.40 0.6
2.60 15.60 अब अनि सेम बीको पनि छ नि त बीको पनि आरबी माइनस एक्सपेक्टेड आरबी भन्ने छ यस्तो राखेको हामीले अगाडि बनाएको अगाडिको यसमा अब यसलाई जस्ताको त्यस्तै यहाँ छ कति छ भन्दाखेरिमा -21.4 -11.4 3.6 5.6 18.6 त्यसपछि हाम्रो यो आउँछ त्यो गर्दाखेरि यो हामीलाई जस्तो त्यस्तै साह्रै माथिदेखि अनएक्सपेक्टेड आरए र एक्सपेक्टेड आरबीको लागि हाम्रो जस्तो त्यस्तै साह्रै अब जस्तो यसलाई पी इन्टु आरए इन्टु आरबी गर्दाखेरि यसलाई यो तिनवटाले मल्टिप्लाई गर्दाखेरि 0.1 इन्टु -114.40 इन्टु -21.4 माइनस साइन जस्तोको त्यस्तै गर्ने यदि माइनस साइन छ भनेपछि हाम्रो कतिखेर हाम्रो माइनस माइनसमै आउँछ त्यही भएर यसलाई पस्टभित्र गरेर हामीले मल्टिप्लाई गर्ने अनि 30.82 8 आयो त्यसपछि यसलाई यसरी मल्टिप्लाई गर्दाखेरि 10.03 0.86 2.91 29.02 आउँदाखेरि कोभेरियन्स एबी कोभेरियन्स ए र बी हाम्रो कति आयो भन्दाखेरिमा 73.64 त्यसको यति नै एन्सर हो जस्तै हाम्रो सिबी छ सिबी हाम्रो फिक्स फर्ममा पनि राखेको होला त्यसमा हामीलाई इसको एन्सर राखेको छ 0.7553 राखेको छ फिक्स फर्ममा राखेको छ 0.95 मैले फिक्स फर्ममा राखेको छ अनि 0.76 र 0. यसको हाम्रो मल्टिपल यसको हाम्रो रिजन दिँदाखेरि जसको हाम्रो सिबी जसको सिबी सानो छ त्यसको लागि हामी राम्रो मान्छौँ त्यही भएर यसको राख्ने हाम्रो सिबिएको सिबिए सिबिबी भन्दा सानो भएकाले त्यही भएर हाम्रो सिबिए स्टक ए नै राम्रो मानिन्छ भनेर उत्तम मानिन्छ भनेर यसको रिजन राखेर त्यसपछि हाम्रो लास्टमा के दिएको छ भन्दाखेरिमा यसको कोरिलेसन आयो त्यसले यसको कोरिलेसन लास्टमा आफ्नो नम्बर के भन्छ इफ द पोर्टफोलियो कम्प्राइजिङ 60% stock A and 40% stock B भन्छ what are the expected return and standard deviation of the portfolio यो भनेको हाम्रो म्याथमा पढेको चाहिँ कम्बाइन्ड जस्तै हाम्रो कम्बाइन्ड मिन र कम्बाइन्ड स्ट्यान्डर्ड डेभिएसन लेखेको छैन सेट जस्तै कम्बाइन्ड एक्सपेक्टेड रिटर्न र कम्बाइन्ड स्ट्यान्डर्ड डेभिएसन कम्बाइन्ड एक्सपेक्टेड रिटर्न भनेको हाम्रो कम्बाइन्ड त्यो मिन जस्तै भइहाल्यो अनि स्ट्यान्डर्ड मिन भनेको जस्तै दुईवटा तिनवटा चारवटा जति पनि हुन्छ सेम त्यस्तै केस हो अब हाम्रो यसो कोअर्डिनेसन पनि भनेको थियो कोअर्डिनेसनको लागि कम्बाइन्ड कोएफिसिएन्ट्स भेरिएसन भन्दाखेरि कोएफिसिएन्ट भेरिएसन हाम्रो कति आएछ भन्दाखेरिमा 73.64 आएछ अनि हाम्रो स्ट्यान्डर्ड डेभिएसन ए र स्ट्यान्डर्ड डेभिएसन बी स्ट्यान्डर्ड 7.10 7.10 10.86 73.64 यसको हाम्रो सूत्र भनेको कोएफिसिएन्ट्स भेरिएसन एबी इन्टु बाई स्ट्यान्डर्ड डेभिएसन गेट स्ट्यान्डर्ड डेभिएसन बी मल्टिप्लाई गर्ने यसलाई 7.10 इन्टु 10.86 गर्दाखेरि हाम्रो 73.64 का 7. यसलाई फिक्स बोर्डमा जहिले पनि हाम्रो कोअर्डिनेसन भइसक्यो फिक्स्ड बोर्ड 0.9550 त्यहाँदेखि कोअर्डिनेसनको हाम्रो 0 र 1 को बिचमा आउँछ यदि नेगेटिभ होस् या पोजिटिभ 1 भन्दा माथि गएपछि हाम्रो रङ भन्ने हुन्छ त्यही भएर हाम्रो कोअर्डिनेसनको हिसाबले जहिले पनि एन्सरहरू हाम्रो 0 र 1 को बिचमा आउँछ यो हाम्रो यसको रिजन लेख्दाखेरि पोजिटिभ यसको मोडरेट भन्ने राख्ने मोडरेट पोजिटिभ कोअर्डिनेसन भनेर ODUITIV positive of CORRELATIONS कोअर्डिनेसन भनेर यसको रिजन दिँदा पनि भएन अब हाम्रो यो भनेको लास्टमा हाम्रो एक नम्बरमा छोडेको हाम्रो भनेको जस्तै हामीले पोर्टफोलियो भनेको पोर्टफोलियो भनेको हाम्रो कम्बाइन्ड जस्तै कम्बाइन्डको लागि हाम्रो एको पनि चाहियो बीको पनि चाहियो जस्तै अनि हाम्रो स्ट्यान्डर्ड डेभिएसनको लागि भन्दाखेरि स्ट्यान्डर्ड यसको हामीले गिभन छ जस्तो 9.4% 11.4% अनि यसको कति आएको भन्दा 7.10% अनि 10.86% भयो यसको त्यसपछि
हामीलाई भागलाई चाहिँ हाम्रो दुईवटा थियो, हाम्रो जस्तै वेटेड हाम्रो दुईवटा थियो, एक भागमा हामीलाई स्टक एलाई हामी 60%, स्टक बीलाई 40% दिएको थियो। र कोएफिसिएन्ट हामीलाई कोएफिसिएन्ट पनि भेरिएसन पनि चाहिन्छ, यसको लागि हाम्रो 73.64 आएको थियो। त्यसपछि अब हामीले निकाल भनेको हामीलाई यसै एक्सपेक्टेड पोर्टफोलियो हामीलाई आरएबीडीकै हामीलाई जस्तै कम्बाइन्ड जस्तै एक्सपेक्टेड आरबी भन्दा आरएबी भन्दा पनि भइहाल्यो हामीले। अनि स्ट्यान्डर्ड डेभिएसन सिग्मा एबी जस्तै हाम्रो कम्बाइन्ड स्ट्यान्डर्ड डेभिएसन भन्छ, त्यहाँ निकाल्नु कम्बाइन्ड स्ट्यान्डर्ड डेभिएसन भनेको यो कम्बाइन्ड मिन भनेको यो एक्सपेक्टेड र यसलाई हामीले एक्सपेक्टेड भनेको मिनलाई कम्बाइन्ड स्ट्यान्डर्ड डेभिएसनलाई सेम प्रकारको त्यस्तै छ। र यसको लागि सोच्नु छ हाम्रो कम्बाइन्ड भन्दाखेरि एक्सपेक्टेड पोर्टफोलियो भन्दाखेरिमा डब्लुए इन्टु एक्सपेक्टेड आरए प्लस डब्लुबी इन्टु एक्सपेक्टेड आरबी। जस्तै हामी त्यहाँ गर्छौँ एक्स बार इन्टु एन एक्स बार 1 प्लस इन्टु एन 1 प्लस एक्स बार 2 इन्टु एन 2 बाई एन प्लस 1 एन 1 प्लस एन 2 गर्दैन। अब सेम केस यसमा पनि हो, र यसमा बाहिर चाहिँ के हुँदैन, यसो हिस्टोरिकल डेटा भए चाहिँ हाम्रो बाहिर हुन्थ्यो। र यो हाम्रो प्रोबेबिलिटी के छ 0.60 इन्टु 9.4। जस्तै यसको मानहरू हामीले माथि दिएको छौँ, यसको मानहरू मात्र ल्याएर जान्छ सबै चाहिँ 11.4 0.6 इन्टु 9.4 प्लस 11.4 इन्टु 0.4 यसको एन्सर आयो हाम्रो 10.04। यो हाम्रो भनेको 10.04 आयो। त्यसपछि हाम्रो कम्बाइन्ड स्ट्यान्डर्ड डेभिएसन पोर्टफोलियो भनेको हाम्रो कम्बाइन्ड स्ट्यान्डर्ड डेभिएसन र कम्बाइन्ड पोर्टफोलियो भनेको हाम्रो एउटै हो। पोर्टफोलियो स्ट्यान्डर्ड डेभिएसनको लागि अब हाम्रो त्यसको फर्मुला छ अन्डर रुट डब्लुएको स्क्वायर माइनस सिग्माएको स्क्वायर प्लस डब्लुबीको स्क्वायर माइनस सिग्मा डब्लुबीको स्क्वायर प्लस 2% को भेरिएसन एबी राख्ने अनि इन्टु डब्लुए इन्टु डब्लुबी। अब हाम्रो 0.6 को स्क्वायर इन्टु 7.10 को स्क्वायर प्लस 0.4 को स्क्वायर इन्टु 10.86 को स्क्वायर प्लस 2 इन्टु 73.64 64 इन्टु 0.6 इन्टु 0.4। त्यसपछि आयो हाम्रो यसलाई मल्टिप्लाई गर्ने 0.6 को स्क्वायर इन्टु 7.10 को स्क्वायर गर्दाखेरि 18.15 आयो। अनि प्लस 0.4 को स्क्वायर इन्टु 10.86 को स्क्वायर गर्दाखेरि 18.87 आयो। प्लस 2 इन्टु 73.64 इन्टु 0.64 इन्टु 0.4 यसलाई चारवटै किन्छ एउटैमा गर्दाखेरि 35.35 आयो। अनि यसलाई जम्मा टोटल गर्दाखेरि 72.37 आयो। यसलाई अन्डर गर्दाखेरि 8.59 टोटल हाम्रो एन्सर यसलाई सोधेको पनि यति छ। यो हाम्रो 10.2% अनि 8.51%। हस्, धन्यवाद। आजको लागि यति नै। भिडियो राम्रो लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्नु नभुल्नु होला। थ्याङ्क यू।